नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई गोर्खाराइट स्टोरबाट आफ्नो फुड प्रोडक्टहरु कसरी अपलोड गर्न सकिन्छ भन्ने विषयमा भिडियो लिएर आइसकेको छु। यो तरिकाले हजुरहरूले आफ्नो स्टोर र रेस्टुरेन्टको मेन्युहरु आफैले सजिलैसँग बनाउन सक्नुहुनेछ। यसको लागि तपाईहरुले सबैभन्दा पहिला आफ्नो गोर्खाराइट स्टोरलाई ओपन गर्नुहोस्। ओपन गरिसकेपछि यो लिस्टमा गएर यो प्लस चिन्हमा थिच्नुहोस् र यसमा आफ्नो प्रोडक्ट आइटमको इमेज राख्नुहोस्। राखिसकेपछि यसमा क्रप पनि गर्न सक्नुहुन्छ र यता आफ्नो कभर इमेज छानेर यसबाट अपलोड गरिदिनुहोस् र हजुरले आफ्नो आइटम नेम लेख्नुहोस्। जस्तै मैले बर्गर लेखेको छु। यसमा चाहिँ आफ्नो आइटमको कुन परिकार हो मैले बेच गरेको छु अनि यसमा स्ट्याटसमा अभाइलेबल गरेर डिस्क्रिप्सनमा चाहिँ अब हजुरहरूले यो फुड आइटमको बारेमा हजुरहरूले लेख्न सक्नुहुन्छ। जस्तै मैले मोस्ट फेमस बर्गर लेखिदिएको छु। यो डिस्क्रिप्सनमा चाहिँ हजुरहरूले आफ्नो इच्छा अनुसार यो आफ्नो प्रोडक्ट आफ्नो फुड आइटमको बारेमा डिस्क्राइब गर्न सक्नुहुन्छ है। त्यस पछाडि अर्को यो इन्ग्रेडियन्टमा जाउँ। यो इन्ग्रेडियन्टमा चाहिँ हजुरले यो प्रोडक्टहरु के असार सामग्रीहरु के मिलाएर बनाउनु भएको छ त्यो यसमा चाहिँ एड गर्नु होला। र अब हामी चुज क्याटेगोरीमा जान्छौँ। यसमा चाहिँ धेरै प्रकारको हजुरले देख्न सक्नुहुन्छ। पिज्जा छ, मोमोस छ, खाना छ, स्याट छ। हामी चाहिँ तल बर्गरमा चुज गर्छौँ। यता हामीले बर्गर हाउसमा चुज गरी र अहिले चाहिँ सेभ गरिदिन्छौँ। र अब तपाईहरुले चुज सब क्याटेगोरीमा जानुपर्ने हुन्छ। यसको सब क्याटेगोरी के छ त? मैले यसमा बर्गर नै राखेको छु र यसको प्रिपरेसन टाइम भनेको चाहिँ मैले 20 मिनेट्स लेखेको छु। सिक्वेन्स अब यसमा चाहिँ तपाईले कुनलाई केमा राख्न चाहन्छ मैले नम्बर 1 मा नै देखाउन चाहे। यो अब नम्बर 1 मा देखाउँछ। यो इन्ग्रेडियन्ट अनि त्यसपछि यो इन्भेन्टरीमा चाहिँ तपाईले नो गरेर सेभ गरिदिनुहोस्। सेभ गरिसकेपछि तपाईको यस्तो देखाउँछ जसमा यो प्लस चिन्हमा थिचेर एड भेरिएन्ट गरिदिनु होला र यसको प्राइस राख्नु होला। मैले 250 राखेको छु र यसमा मैले डिस्काउन्ट पनि 50 राखेको छु अनि यसलाई अभाइलेबल गरिदिने र यसमा तपाईले यसको सिलेक्ट गर्नु होला वेट। तपाईले यसमा अब केजीमा राख्नुहुन्छ कि प्लेटमा राख्नुहुन्छ केमा राख्नुहुन्छ त्यो अब राखेर यसमा चाहिँ मैले अभाइलेबल गरिसकेपछि चाहिँ 200 ग्रामको गरिदिएको छु। अब मैले यसलाई सेभ गरिदिइसकेको छु। फाइनल्ली हाम्रो अब यो एड भइसकेको छ। यो एड भइसकेको प्रोडक्टलाई चाहिँ हामी यता गोर्खाराइट युजरमा गएर हेर्न सक्छौँ। जस्तै मैले यता गएर मैले मेरो गोर्खाराइट किचनको मेरो आफ्नो रेस्टुरेन्टमा गएर हेर्दाखेरि मैले अघि सिक्वेन्समा 1 राखेको हुनाले सबैभन्दा पहिला हाम्रो प्रोडक्ट आइसकेको छ। हजुरहरूले यो तरिकाले नै आफ्नो प्रोडक्टहरु अपलोड गर्न सक्नुहुन्छ। हजुरहरूले यो तरिकाबाट छिटो र सजिलो तरिकाले आफैले पनि आफ्नो रेस्टुरेन्टको प्रोडक्ट आइटमहरु अपलोड गर्न सक्नुहुन्छ। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो।